सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत नेपालको अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह होटल म्यानेजमेन्ट संकायमा पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको नयाँ सिकाइ र अनुभवको यात्रामा यहाँलाई स्वागत छ। मध्य मङ्सिरको पारिलो बिहानीसँगै बीएचएम संकायका प्राध्यापक र विद्यार्थीहरू सहित हामी प्रथम सेमेस्टरको अभिमुखीकरण कार्यक्रमका लागि कोहलपुर स्थित 5 तारे होटल सेन्ट्रल प्लाजा भ्रमणका निम्ति जाँदै थियौं। हस्पिटालिटी इन्डस्ट्रीको प्रत्यक्ष अनुभव सँगाल्न बीएचएम फ्याकल्टी मेम्बरहरूको मार्गदर्शनमा अनुशासन, उत्साह र सपना बोकेर विद्यार्थीहरूको यो भव्य टोली बिहानको 11 बजेतिर क्याम्पसबाट कोहलपुरको यात्राका लागि निस्किन्छ। यात्रा प्रारम्भ भएसँगै विद्यार्थीहरूको अनुहारमा शान्त, खुशी र सौम्यता सहितको उमङ्गको मिश्रित भाव झल्किरहेको थियो। धनगढीबाट हिँडिसकेपछि पूर्व पश्चिम राजमार्गको करिब 2 घण्टा लामो यात्रा पश्चात लम्कीचुहाको चिसापानी बजार पुग्नै लाग्दा टाढा क्षितिजमा उभिएका पहाडहरूले स्वागत गर्छन् र कर्णालीको बेगसँगै चिसापानीमा 12 मास चलिरहने चिसो सिरेटोले मन शीतल अनि आह्लादित बनाउँछ। हामी भने कर्णाली किनारको एउटा होटेलमा खाना खान रोकिन्छौं। खाना खाइसकेपछि दिउँसो करिब 3 बजेतिर कर्णाली पुलवारीको कोलाहललाई बिदा गर्दै हामी बर्दियातर्फ लाग्यौं। लुम्बिनी प्रदेशको बर्दिया जिल्ला प्रवेशसँगै बर्दिया राष्ट्रिय निकुञ्ज सुरु हुन्छ। बाघका लागि विशेष रूपमा प्रख्यात छ यो निकुञ्ज। बर्दियाको जंगलमा बाघले बाटो छेक्ने किन होला रातै दिन तिमीलाई मात्रै देख्ने बर्दिया जुलुम गर्दिया बर्दिया। दिउँसोको समय र राजमार्गमा होहल्ला भएर होला गीतले भने जस्तो बाघ वा जंगली जनावरहरूले हाम्रो बाटो भने छेकेनन्। तर सडक छेउका अग्ला सालका रुखहरू, घना जंगलमा सुनसान झाडी बुट्यान र सडक किनारामा वर्षौं पुरानो मुरलिएको हरियो घाँसका बीच हाम्रो यात्रा अघि बढिरह्यो। हामी निकुञ्ज भित्रै भएर बग्ने बबई नदीको पुलमा पुग्यौं। माथि पुलबाट हेर्दा बबई नदी शान्तसँग उर्लिरहेको छ। यस नदीमा पाइने दुर्लभ घडियाल गोहीहरू सायद नदी किनाराका बगरमा पारिलो घाम तापिरहेका छन्। घामले लाली छरेर गयो बर्दलीमा कुरेको देखेर बर्दलीमा कुरेको देखेर जुनले चाँदी लिपेर गयो
पर्खेको देखेर देउरालीमा पर्खेको देखेर। साँझ करिब 5 बजेको हुँदो हो। बर्दियाको ठाकुर बाबा हुँदै केही घण्टाको दूरीमा हामी कोहलपुर पुग्यौं। भेट कहिले हुने हो यो मुटुमा दिन रातै बसेर यो मुटुमा दिन। सन्ध्याकालीन अरुणिमासँगै अस्ताचलमा सूर्य अस्ताउँदै थियो। हाम्रो गन्तव्य पनि अब टाढा थिएन। जुन पनि गयो नौ डाँडा काटेर बरै जुन पनि गयो नौ डाँडा काटेर। करिब 6 बजेतिर हामी कोहलपुरको सेन्ट्रल प्लाजा परिसरमा पुगिसकेका थियौं। बसका झ्याल बाहिर होटेलका होर्डिङ बोर्डहरू देखिसकेपछि हाम्रो मनमा उत्साह झनै बढ्यो। हामीभन्दा अगाडिको गाडीलाई पछ्याउँदै अन्ततः हामी हाम्रो गन्तव्य होटेल सेन्ट्रल प्लाजामा पुग्यौं। रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग। रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग। मनको ढुकीमा महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुने तिमीसँग। यो सुन्दर व्यवस्थित र आकर्षक होटेलको आँगनमा पुगिसकेपछि हामी पालै पालो बसबाट झर्यौं। होटेलका स्टाफहरूले हामीलाई न्यानो स्वागत गरे। हामी गाडी पार्किङ गरी भित्र पस्यौं।
होटेल बाहिरबाट हेर्दा जति शान्त, व्यवस्थित र भव्य देखिन्छ, भित्र पनि त्यति नै सुविधाजनक र राम्रो छ। मैले सोचेको जस्तै, मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन। मैले सोचेको जस्तै, मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन। मुटु मुटु साट्न पाए, सँगै सुनि काट्न पाए, कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन। तिम्रो मुटु बनो, तिम्रो धडकन बनो, तिम्रो सास बनो, माया खास बनो। तिम्रो मुटु बनो, तिम्रो धडकन बनो, तिम्रो सास बनो। स्वागतपछि होटेलका जेनरल म्यानेजर राजेश फुयालले विद्यार्थीहरूलाई विभिन्न विभागहरूको अवलोकन गराउने बताउनुभयो। General manager of this company. Today I am going to take you to our property. Today I am going to take you to the front office. I am going to take you to the housekeeping. I am going to take you to the F&B departments. All right. There is some of the things you have to follow. Listen to me carefully. Are you guys hearing me? Yes, sir. What about you? All of you? All set? Okay, how is the welcome drink? It's good? Very nice. Okay, there is, I would like to, first of all, I would like to make the group. There will be two groups because it is only 58, right? So there will be two groups, mix of man and woman. So mix of male and female. So I would like to take assistance of teachers. So two groups to be there. And while you are going to see the departments, you have to have pin drop silent. First thing that. And you need to follow the road. Okay? Our HODs, they will tell you about the departments. That time you have to listen carefully. You have to, if you want to note down, you have to note it down because it will be useful for your course of study. It will be useful for lifetime. So make sure. Another thing is that it is very beautiful. If you see that, do not just go and take the photos. That is not good. Later we'll provide you the time. So that time you can make a picture. Alright? So we are planning to take you to our gym, our swimming pool, our laundry as well. So which is you need to see because these are the very essential things you have to see in 5-star property. So for group, I would like to take the assistance of Narendra sir, please. 28. Mix. Make a group. 28 here, 28. Ladies, please go half here. Don't make noise. I'll give you a little bit this thing. If you have a group like just make the room, no problem. You just go there and turn by turn go there only. So first group will go and then second group will go. To ceremonies like this. त्यही अनुसार विद्यार्थीहरू दुईवटा समूहमा विभाजित भई होटेलका स्टाफहरूलाई पछ्याउँदै अवलोकनतर्फ लाग्यौं।
केही दुःखहरू तिम्रो सुनु केही खुसीहरू मेरो बाढु ला 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 केही दुःखहरू तिम्रो सुनु केही खुसीहरू मेरो बाढु तिम्रा सारा सुहरू लिने मन छ नजिकबाट तिमीलाई यताबाट हेर्दाखेरि भित्र देखिन्छ उताबाट हेर्दा देखिन्छ के भन्छ त्यसले डोर त्यो सिक्रेट भन्छ डोरको त्यो सिक्रेट भन्छ त्यसलाई पिओल भन्छ पिओल है त्यो त्यसले भित्रबाट उगारेको लागि त यो बाहिरबाट भित्र देख्ने थियो भित्रबाट त्यो लेन्स लागेको हुन्छ भित्रबाट मान्छे क्लियर देखिन्छ बाहिर ओके सर जस्तै अब पिओल भन्छ त्यसलाई जस्तै अब हामीले एकैचोटि जस्तै गेस्ट भित्र भएको बेला होइन एकैचोटि यसरी खोल्ने होइन हामीले किनकि गेस्ट बिछाउँछ नि त हामीले किनकि नगर्नुपर्छ तिनचोटि होइन यस्तरी हाउसकिपिङ गर्दाखेरि यसको बिचमा आउनु पऱ्यो कि किनकि गेस्टले देख्नु पऱ्यो होइन फेरि 10 मिनट 10 सेकेन्ड होल्ड भएपछि होइन फेरि तिनचोटि ब्लक गर्ने हाउसकिपिङ भनेर त्यसपछि त्यसचोटिमा यो 10 होल्ड गरेर 10 सेकेन्ड होल्ड गरेर फेरि यसो राखेर बिस्तारै गेम गर्ने यस्तो हट्टा गर्ने हाउसकिपिङ भनेर बिस्तारै गर्ने बिस्तारै भित्र अलि मिलेर बस्नु होला सानो रुम छ अलि देखिन्छ हिँड्नु नि किनकि त अब कुन रुम हो सर यो ट्विन रुम हो यस्तरी गराएर आज यस्तरी गराएर यो ट्विन रुम हो दुईटै साइडमा सेभेन गर्छ यहाँ समातेर यो आफै तल हाल्छ सोद्धा हुन्छ डुबेट बनाउनु है डुबेट हो डुबेट छ डुबेट कभर छ यसरी होइन बेडसिट जस्तै गर्ने फाइनल भयो बेड हाम्रो यो चाहिँ बेड रनर हो है बेडको माथि यसको के काम हुन्छ सर यसको यो चाहिँ बेडकोलाई सो देखिन्छ होइन यो नराखेपछि सो देखिन्छ पिलो र पिलो कभर हो राख्दाखेरि हामीले किनकि यस्तै राख्नुपर्छ किनकि उताबाट राख्दा नि यस्तै सेम हुनु पर्यो यो चाहिँ हाम्रो फाइनल भयो तपाईँहरूलाई केही डाउट छ भने सोध्न सक्नुहुन्छ या तपाईँहरू ट्राई गर्न सक्नुहुन्छ हामीहरू अझै रुम भिजिट गर्नेवाला छौँ कि अझै गर्छौँ हामी अहिले हजुर हजुर हजुरहरूलाई अर्को के अरे डिलक्स रूममा स्विट रुम नै हामी सो गराउँछौँ स्ट्यान्डर्ड ट्विन भयो अर्को मास्टर र अनि स्विट रुम हामी भइदिनु अनि हाम्रो प्रत्येक रुममा यो चाहिँ कम्प्लिमेन्ट्री
एज अ कम्प्लिमेन्ट टु फोटोसप वाटर यता हेर्नु अनि यो अब टी कफी मेकर अनि टी कफी ग्रिन टी दुईवटा ग्रिन टी दुईवटा इङ्ग्लिस ब्रेकफास्ट अनि कफी अनि मिल्क दुईवटा कम्प्लिमेन्ट अनि वासरुममा हाम्रो दुईवटा बाथटवेल यो रुमको कति हो सर रेट 7,000 7,000 for 24 hour 24 आवर्स भन्नाले चेकिङ टाइम 12 के अरे चेकिङ टाइम 2 चेकआउट टाइम 12 ओके अरू केही छ सोध्नु अरू घुम्दै गरौँ सोध्दै गर्छ हजुर अरू घुम्दै सोध्दै गर्छ ए ल कहिले आउँछौ माया तिम्रो घरको बर्दलीमा कुर्दैछु हेर्न तिमीलाई हल्ला भो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् साह्रै नि मलाई उसको एक झलक मुस्कानै अलग उफ मार्यो नि मायाले चल्ती नयन अंदाज फरक उफ मार्यो नि मायाले खेल्छन् सँगसँग जब केश बतासमा आउने त्यो बासनाले मेरो झन् How was your journey? All good? Sorry? Fever? So I think in which standard you are in now? First. So let me introduce myself first. My name is Raj Pankaj. I am the FNP and Operation Manager of the soup spoon over there. All right. So what you will do in the same that saucer, you will place 1 teaspoon. Right? Your teaspoon. Tea in the teaspoon, dessert in the dessert spoon. Right? यसलाई तर यो चाहिँ फेरि सुप स्पुन मात्रै भयो यसले खाना खाँदाखेरि अलिकति स्विटेबल अथवा कम्फोर्टेबल हुँदैन अनि यसलाई लन्चमा पनि काम आउने पर्यो डिनरमा पनि काम आउनु पर्यो हैन हाम्रो घरमा त एपी भनेको के हो त अल पर्पज हैन सबै ठाउँमा चाहिँ काम आउने पर्यो यति चाहिँ हाम्रो चाहिँ हुन्छ है
एक्चुअली के हुन्छ भने रुम बनाउँदाखेरि चाहिँ नर्मली दुईवटा अटेन्डेन्ट आउँछ, एउटा चाहिँ अटेन्डेन्ट एउटा चाहिँ हेल्पर। सो हेल्परले चाहिँ हेल्पिङ गर्ने कामहरू यो निकाल्ने काम गर्छ, त्यसरी हुन्छ है। सो दुई ट्राई छ नि त्यसलाई चाहिँ यता राख्छु। अहिले स्विटमा ध्यान तपाईँको चाहिँ यो अब कर्पोरेटलाई चाहिँ यो 6,000 दिन्छ, अरू अनि यता पनि हेऱ्यो हुन्छ ल नानीले यता चाहिँ mostly we use the 3 beds, right? But यहाँ चाहिँ तपाईँको के छ भने एउटै उ गरेको छ, कभर छ, त्यही भएर चाहिँ अरू नै यो चाहिँ यता हो। Place the blanket right over the first bed, 8 inch below from the bed side.
जसले स्विमिङ रेगुलर गर्छ त्यो मान्छे हेल्दी भइरहन्छ बुझ्यौ त इफ कोही मान्छे मोटो भयो भने त्यसको फ्याट कम गर्नलाई स्विमिङ रेगुलर गऱ्यो भने त्यो मान्छेको फ्याट कम हुन्छ सुन्यौ डु यु अन्डरस्ट्यान्ड ओके यो स्विमिङ पुल चाहिँ राउन्ड सेपमा छ के सेपमा छ राउन्ड अब रेक्टेङ्गल पनि हुन्छ स्विमिङ पुल राउन्ड पनि हुन्छ इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार कमलको फुल झै तिम्रो कमलो मुहार सानो सानो पाइला हिँडी ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आनी गाँसेछ प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस् अन्धकारमा झ उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता तिमी हौ तिमी सबै हौ which is very exceptional and very basic requirement for the hospitality sector, especially in the dining area. So we're going to learn about it. Alright. So I think you all are in just the first when you go for IT and then you will start your career in any hotel of the world. That time, हामीलाई जस्तो लाग्छ नि त होइन अहिले कुनै होटलमा त्यो एउटा प्रोग्राम हुँदैछ भने हामी वाट वी थिङ्क को त्यो होटल यस्तो होटल त हामी जान पाए हुन्थ्यो and later on we will work on that hotel and then we will think nothing. जोसुकै आउँछ अहिलेसम्म आए पनि पुरन्दै आए पनि साम्रोसम्म शिवसम्म जो आए पनि होइन वेभर वेलकम दिनको लागि त्यसपछि त्यो पनि लभ वान्स होइन दे फिल भेरी गुड त्यो गुड फिल बनाउने काम कसले गर्छ त वी पिपल होइन हस्पिटालिटी पढेको मान्छेहरूले हामीले गर्छौँ होइन हामीले जब गरेर त के हुन्छ हस्पिटालिटीको लागि नभए नहुने चाहिँ के हो त हाम्रो चेयर एन्ड टेबल दे आर furniture. These are furniture. है ना? सबभन्दा पहिला furnitures and fixtures we must have. We must need to have. हामीले तलपट्टि कार्पेट मात्रै बिछ्याएर चाहिँ अलिकति हुँदैन होला अथवा चटाइ बिछ्याएर तिर्खा राखेर अलिकति के हुन्छ त अलिकति चाहिँ मोर एस्थेटिक टाइपमा गयो भने ठिकै होला तर त्योभन्दा अगाडि चाहिँ अलिक नहुन्छ है अनि आफ्टर टेबल एन्ड चेयर उज्यालो दीप नै
ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता तिमी हौ तिमी सबै हौ छोरी मेरो खाली होइन संसारकी हौ तिमी रानी नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है पीर आए गमले नाच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है पीर आए गमले नाच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी होटल अवलोकन पश्चात सुरु भयो हाम्रो ओरिएन्टेसन कार्यक्रम। गरिकन म यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु र हाम्रो यस कैलाली बहुमुखी क्याम्पसको ओरिएन्टेसन प्रोग्राम 2082 BEHM प्रोग्रामको आजको यस ओरिएन्टेसन प्रोग्रामको औपचारिक रूपमा सभाध्यक्षको आसन ग्रहण गरिदिनका लागि BHM कैलाली बहुमुखी क्याम्पस BHM कार्यक्रमका कार्यक्रम संयोजक श्रद्धेय नरेन्द्र शाहज्यूलाई आजको यस कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरी शोभा बढाइदिनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी You are stepping into an industry that teaches you not only professional skills but also life skills, hospitality, teamwork, communication, leadership, and confidence. This journey will challenge you, inspire you, and help you discover your true potential. In the upcoming days, you will learn how to solve with excellence, solve problems with smile, and create memorable experience for guests from all over the world. Remember, hospitality is not just भाग्य कहाँ शिव सिकाई उज्जवल भविष्य निर्माण गर्ने त्यस्तो भाग्य कहाँ लाखौं विद्यार्थीको उज्जवल भविष्य बनाएको केएमसी छ जहाँ लाखौं विद्यार्थीको उज्जवल भविष्य बनाएको केएमसी छ जहाँ। धन्यवाद। हस्पिटालिटी क्षेत्रमा तपाईहरु चाहिँ भोलिका दिनमा एउटा सफल होटेलियर सफल हस्पिटालिटी इन्डस्ट्रीको प्रोडक्ट हुनुहुन्छ भन्ने विश्वस्त रहेको छु र किन भन्दाखेरि अबको यात्रामा तपाईसँग केएमसी छ। जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आने गाँसेछ।
कसैको कहिले कहिले नचाहनु सुख भए पनि दुःखलाई नबिर्सिराख्नु Remember, you are not alone in this journey. Remember, you are not alone in this journey. Our staff and faculty are here to guide and support you. This is the beginning and exciting experience of the adventure journey. Embarrassing every moment, love, growth, and good lasting friendship. We are confident you will find your time here immensely rewarding. Welcome to Koilali Municipal Campus. Let's make the history together and look forward to the college. Thank you everyone. Thank you. सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आदि गाँसेछ त्यसपछि डिनर खायौं। बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला फुल सोचेर तिमीलाई फुल सोचेर मनको चाह नलुकाऊ तिमी हो मनको चाह नलुकाऊ तिमी भमरालाई दोस्तिएर कतै भमरालाई दोस्तिएर भए सिउरी दिन्थे फुलको बास्ना जस्ती तिमी फुल भए सिउरी दिन्थे फुलको बास्ना जस्ती तिमी
निदरीमा लुक्दै आउने मिठो सपना जस्ती तिमी बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला फुल सोचेर तिमीलाई फुल सोचेर डिनरपछि होटेलका जेनरल म्यानेजर फुयालले आफ्नो सेसन सुरु गर्नुभयो। ओके, अब कैलालीबाट नमस्ते नमस्ते अब नेपालबाट नमस्ते। This is what I need eagerly because you need to understand your department head is very energetic. Your department head is very energetic. I need you like human.
नाच्न चाहिँ मिल्यो, त्यही पनि नाच्न मिल्छ। बुझ्यो कि न? डु यु अन्डरस्ट्यान्ड? सो सबैले है, मलाई मात्र होइन, जहिले पनि मेक स्योर यु हेभ टु हेभ द्याट रेस्पेक्ट। इफ यु हेभ द्याट रेस्पेक्ट, अरूले पनि तपाईँलाई रेस्पेक्ट गर्छ। अघि सरले सिकाउनु भएको थियो, रेस्पेक्ट बााउन्स ब्याक हुन्छ, तर रेस्पेक्ट नै अरूलाई दिएन भने बााउन्स ब्याक हुँदैन। सो मेक स्योर सफल हुनुको लागि तपाईँले केही गर्नै पर्छ। देन ओन्ली इट इज पोसिबल, हो कि न? स्टिक अलिकति है, ल सबैजना रेडी? 3 and go, break it down, break it up, सबैजना रेडी? 1 2 3 and go. Everybody sing Dali, Sankarama Namukita, Jutkiri Sai Joti Bali, Andekara Jamaki, Kali Sing Dali, Sankarama Namukita. Putri doakan, dunia tadi cukup baiknya, oke? Putri doakan, dunia tadi cukup baiknya. Putri doakan, dunia tadi cukup baiknya. Putri doakan. Daina, Jutkiri Sai Joti Gautam Buddha, Satika Garuda.
प्रेरणा, केही रमाइलो, केही सिकाइ र सम्झना बटुल्दै होटल सेन्ट्रल प्लाजाको हाम्रो अवलोकन यही सकिन्छ। राति करिब 2 बजिसकेको थियो। कार्यक्रम सकिएपछि हामी बास बस्न नेपालगञ्ज जानुपर्ने थियो। यो मिठो र अविस्मरणीय अवसरका लागि आभार व्यक्त गर्दै हामी बिदा भयौं। सम्झनाका फूल तिमीलाई यादहरू पनि साँची राखा माया मेरा म टाढा भए पनि याद बोकेर हिँडेका बादल झरी रूपमा तिमीलाई भिजाउन याद बोकेर हिँडेका बादल झरी रूपमा तिमीलाई भिजाउन सम्झनाका फूल तिमीलाई कोहलपुरको न्यानो र आत्मीय माया बोकी विदाईका हात हल्लाउँदै हामी नेपालगञ्ज तर्फ लाग्यौं। भोलिपल्ट बिहान हामी नेपालगञ्जको प्रसिद्ध मन्दिर बागेश्वरी माताको दर्शन गर्न गयौं।
पोखरीको बीचमा शान्त अनि चिटिक्क परी पानीमा आफ्नै प्रतिबिम्बसँग सुन्दरता साटिरहेको मन्दिर र छेउमा रङ्गीचङ्गी सामग्रीहरूले लहरै सजाइएका पसलहरू देखेर मन फुरुङ्ग हुन्छ। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा। मन्दिर प्रवेशसँगै भक्तजनहरूको चहल पहल र मन्दिर परिसरमा गुन्जिने घन्टीहरूको सुमधुर आवाज अनि पुरातन कलात्मक शैलीले सजिएको बागेश्वरी मन्दिर परिसरको पवित्र आभाले शान्ति र श्रद्धाको अनुभूति भइरहेको थियो। मन्दिरको पौराणिक बनावट र कलात्मक शैलीले समयको गहिरो कथा बोकेको छ। हाडहरूको सुन्दर खम्बा मांसपिण्डको। मन्दिरभित्र फोटो खिच्न भने अनुमति थिएन, तर त्यो पवित्र क्षणलाई सम्झनामा बाँध्न केही झलक लिए। बीच सडकमा ईश्वर हिँड्दछ साथ, चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात, छुन्छ तिलस्मी। हामी मन्दिरको दर्शन गरी सुन्दर भविष्यको मनोकामना सहित एउटा आध्यात्मिक तरङ्ग मनमा बोकी निस्कियौं। हाम्रो धनगढी फर्किने समय पनि भइसकेको थियो। नेपालगञ्ज सहरलाई बिदाई गर्दै बस बिस्तारै अघि बढ्न थाल्यो। उडी जाने बन्चरीको घर हुन्न रहेछ, जाने बन्चरीको घर हुन्न रहेछ, तिमी बिना बच्दिन, तिमी बिना बच्दिन भन्ने कोनी भर हुन्न रहेछ, तिमी बिना बच्दिन भन्ने कोनी भर हुन्न रहेछ। बसभित्र भने बिल्कुलै फरक र रमाइलो माहौल थियो। उत्साह घटेको थिएन। बसभित्र घन्किरहेका गीतको स्वरमा स्वर र ताल मिलाउँदै विद्यार्थीहरू त्यो रमाइलोलाई मनभरि कैद गरिरहेका थिए।
भोलि भन्ने वर्षदेखि म धरनी चल्ने गरे रारा ताल घुम्न जान मन लागेछ बुढमा डाँडा चढिकन हेर्न मानेछ तमी र म जम्लासँगै हरन बजाउँदै दैलेखदेखि जुम्लासम्म धुलो उडाउँदै कर्णालीमा फुल भोलि भन्ने वर्षदेखि म धरनी चल्ने गरे रारा ताल घुम्न जान मन लागेछ बुढमा डाँडा चढिकन हेर्न मानेछु रातो चामल खाइदिउँला साँझतिर ढल्किदो घामसँगै मनमा सम्झना अनुहारमा मुस्कान र हृदयमा एउटा मिठो अनुभूति लिएर हामी धनगढीतर्फ अघि बढ्यौँ। धनगढी पुग्दा जमक्क साँझ परिसकेको थियो। विद्यार्थीहरू आफ्नो ठाउँमा बसबाट झर्दै घरतर्फ लागे। साँझपख झिलिमिली धनगढी सहरको चकम्बन्नतासँगै क्याम्पसको गेटमा पुगेर हाम्रो 2 दिने यात्रालाई बिट मार्यौं।